यस्तो अवस्था छ। घाम रातो भइसकेको छ। यसरी हाम्रो जाने क्रम चलिरहेको छ। यो जङ्गलमा मान्छे आएर बसेछ क्या हो। गिरीबन्धुको जग्गाहरू पनि फेरि कमाइ हुन थालेछ क्या हो। डडेलोला हो कि भने हेरेको। डडेलो त डडेलो रहेछ, बस्ती रहेछ त त्यहाँ पनि घर रहेछ होइन, जग्गा रहेछ यतातिर। म त यहाँ छैन जस्तो लागेको थियो, जग्गा रहेछ त। त्यो गिरीको पो हो क्या भने, गिरीको त्यो मुनि हो क्या अरे होइन। त्यो गिरी होइन, त्यो कार्की हो। गिरीको यो मुनि हो क्या। कहाँ होइन, कसले लिन्छ। यता फेरि बनमारा फुलेको छ। यो पनि जङ्गलै छ। बाटो चाहिँ हामी एउटा यो सोलडाँडा भन्ज्याङ भन्ने गाउँ कटेको छौँ। अब यो ठेङ भन्ज्याङ भन्ने ठाउँ हुँदै हुँदै हामी ओह्रालो झर्ने छौँ। हाम्रो यात्रा जारी छ। यसरी निरन्तर लागिरहेका छौँ हामी। यो चोक हो, यो ठिङ भन्ज्याङको चोक भन्छ। यता गयो भने डमार, यता गयो भने हाम्रो महादेव डाँडा झर्छ। यो बाटोबाट चाहिँ यसरी हामी निरन्तर रूपमा जाँदैछौँ। केटाहरू ल यहाँ आइपेछ है केटाहरू। यो खनेर झन् अप्ठ्यारो बनाए। है बाटो यस्तो छ है गाइज। अरू चाहिँ अफरोडको किङ हो भन्छन्। अफरोडको भिडियो विभिन्न तरिकाले बनाएर हाल्छन्। झन्नै रड्केन। हामी चाहिँ साँच्चैको यस्तो अप्ठ्यारै बाटोमा हामी हिँड्ने गर्छौँ। वर्षायाममा झन् अप्ठ्यारो हुन्छ। अब यो बेग्ला लिएर अब यसरी हामी जाँदैछौँ। ओ केटा हो, के छ?
ल है ल है अच्छा कम्बर चिकन गनाऊ ए कम्बर चिकन न हो त्यो समाएको छेउमा देब्रे अलि पछाडि अलि पछाडि अलि तल त्यतै ती अथा केले चिल्यो हो बाटो अप्ठ्यारो केले टोको भनेर म यो भिडियो पोस्ट गर्छु होला हौ बाटै झन् खनेर झन् बिगारेछ चिप्लिने हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी लाइक पनि ठोक्काउँ है लसो चाहिँ नभनौ यो म पोस्ट गर्दिनँ होला रेकर्ड चाहिँ भइरहेछ है त्यो त कुन त अलि लाने 1-2 हजार 2500 उहाँ पुगेर ल्याउँदा अब कति बन्छ चुप लागेर बस्ने के भन्छ अनि दे भन्यो भने त कति दिन 1000-1500 माग्यो भने दिँदा भइहाल्यो नि खाइकन नगरे त्यसलाई 500 पनि थुप्रो हुन्छ दिनको त्यो भाडा मार्ने त त्यो त तर काम त अझै गर्ने नि हो केयर गर्ने हो यो ओह्रालो बाटोले चाहिँ हातै दुखाइसक्यो बाटो खत्रै छ नि गन्दरङ उफ्रिन्छ हौ
के भयो के हो डबल बरा खप्टाएर पकायो यत्रो यत्रो बरा यो चाहिँ ठ्याक्कै हाम्रो घरभन्दा माथिको यो सल्लेनी वन यो सल्लाघारी छ यहाँबाट यस्तो छ बाटो यो चाहिँ नर्सरी गरिएको सल्लाह हो पहिला यो ठाउँमा साह्रै यस्तो सल्लाह छैन यो ओखलढुङ्गा जिल्ला पूर्व पाँचथर तपाईँले जुन कुन ठाउँ चाहिँ धेरै नै यसको छ हाम्रो इलामतिर हाम्रो यो सिन्धुलीको यो माथि चाहिँ यस्तो खालको सल्लाहहरू कमै छ अर्को खालको सल्लाह हुन्छ खोटो हुने खोटे सल्लाह भन्छ त्यो खालको सल्लाह हुन्छ हाम्रो घरभन्दा माथि छ हाम्रो यस्तो देखिन्छ है तल म जुम गरेर देखाउने प्रयास गर्छु हाम्रो गाउँ भनेको यहाँ रोक्ने ठाउँ भएन यहाँबाट देखाउँछु ल हाम्रो माडु डाँडा चाहिँ हेर्नु यस्तो छ ल यो यस्तो देखिएको छ मेरो घर चाहिँ ठ्याक्कै चिन्न सकिन्छ सकिँदैन हो मेरो घर देखिँदैन त यतै छ यो छ हैन यस्तो छ है हाम्रो गाउँ घर ल फेरि हामी जाँदैछौँ है ओह्रालो छ धेरै बाटो र यही अगाडिको गाउँ हो हाम्रो महादेव डाँडा बजार भन्दा पनि भयो हामी चाहिँ घर छेउमै आइसकेका छौँ बजारमै यो बजार हो सानो महादेव डाँडाको हाम्रो गाउँको बजार यस्तो छ मेरो घर चाहिँ यो अगाडि देखिएको हो यही घरमा हामी बस्ने गर्छौँ मेरो पसल पनि बन्द छ